म जन्मिँदा त हजुर 60 वर्ष कटिसक्नु भएको रहेछ। ए त कसरी बास्के भइस् भनेर मलाई सोद्धाखेरि मैले भनेको म आफ्नो मैले हजुरलाई एउटा शिक्षा प्रेमी, सफल व्यवसायी, समाजसेवी भनेर चिन्छु। हजुरले चाहिँ आफूलाई कसरी चिनाउन चाहनुहुन्छ? बुद्धि छैन पर्वते खालि ठग्ने कुरा गर्छ, खुब ठगे भन्छ, आखिर एउटा छिट लिने कपडा भन्ने उपलब्ध गराउन सक्दैन। तपाईँले जे जानेको छ त्यो अरू साधारणलाई सिकाउने, त्यसैले त्यो कुरातिर म लागेँ। मलाई के फेर लाग्यो भने तुलसी मेहर जस्तो व्यक्ति, त्यो महान व्यक्ति, उसले त यस्तो कुरा त्याग थियो भने हामी सिक्नु पर्दैन। हजुर मास्के होइन, मास्के परिवार चाहिँ कस्तो परिवार हो र कहाँबाट चाहिँ गोर्खामा आएको मास्के परिवार? तिमी एउटा पेडा दागे मान्छे छौ र तिमी पछि राम्रो मान्छे हुन्छौ। गोर्खाका अग्रज समाजसेवी एवं व्यवसायी धीरज बहादुर मास्केको यही 2083 साउन 4 गते निधन भयो। उहाँको आज अर्थात् साउन 7 गते अन्त्येष्टि गरिएको छ। विक्रम सम्वत 1997 मङ्सिर 22 गते जन्मनु भएका मास्के गोर्खाको इतिहासको 8 दशकभन्दा बढी समयको साक्षी हुनुहुन्थ्यो। होटल गोर्खा बिसौनीका स्थापनाकर्ता मास्के 1 दर्जनभन्दा बढी संस्थाको संस्थापक समेत हुनुहुन्छ। गोर्खा उद्योग वाणिज्य सङ्घका संस्थापक सचिव, निर्माण व्यवसायी सङ्घ र द्रव्यशाह बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। 1 वर्ष अघि उहाँसँग 2082 साउन 8 गते गरिएको कुराकानी आज हामी प्रस्तुत गर्दैछौँ। उहाँको निधनप्रति दुःख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। म जन्मिँदा त हजुर 60 वर्ष कटिसक्नु भएको रहेछ। मैले हजुरलाई एउटा शिक्षा प्रेमी, सफल व्यवसायी, समाजसेवी भनेर चिन्छु। हजुरले चाहिँ आफूलाई कसरी चिनाउन चाहनुहुन्छ? म कसरी चिनाउन चाहन्छु, म एउटा साधारण व्यक्ति हुँ अनि फ्युचर चाहिँ पछि राम्रो होला कि भन्ने आश लाग्छ। मान्छे त मर्ने र बाँच्ने भने मानसिकता चाहिँ त्यस्तो कमजोरी छैन। हजुरको बाल्यकाल चाहिँ कसरी बित्यो? मेरो बाल्यकालको कहानी त धेरै लामो छ यहाँ, किनभने हामीहरू एउटा समाजमा आउनलाई पनि गाह्रो थियो। तर पहिला चाहिँ मैले पढ्नुपर्ने बाध्यता चाहिँ बन्दीपुरमै पढ्यो, किनभने गोर्खामा आएर पढ्दाखेरि त्यति शिक्षा नीति त्यति राम्रो थिएन। नभएको कारणबाट बन्दीपुर गएर पढ्नु पर्यो। बन्दीपुर गएर पढ्दाखेरि गोर्खालीहरू भन्दा बन्दीपुरीहरूको चातुरीहरू र शैक्षिक क्षेत्रहरू चाहिँ उनीहरूले राम्रो गर्थे र उनीहरूलाई सहयोग गर्ने भावना भयो र शैक्षिक क्षेत्रमा उनीहरू धेरै संलग्नता भयो र पण्डितहरू बने त्यहाँका शिक्षितहरू। अनि गुरुहरू जस्तो भैरव गुरु, विभिन्न गुरुहरूसँग सङ्गत गर्न पाउने परिस्थिति भएको हुनाले मैले त्यहाँ त्यो सङ्गत पाएँ। हजुर मास्के होइन, मास्के परिवार चाहिँ कस्तो परिवार हो र कहाँबाट चाहिँ गोर्खामा आएको मास्के परिवार? मास्के परिवार चाहिँ एउटा जागिरे परिवार हो पहिला, अनि पछि उहाँहरू काठमाडौँमा जागिर खाएर अनि गोर्खा दरबारमा मिर सुब्बा भएर खाएर मिर सुब्बाको जागिर पाएर अनि यहाँ आएर दरबारमा काम गरेका हुन् र उनीहरूको खास पेसा चाहिँ मिर सुब्बा भएर आएर मास्के परिवारमा जागिर खाने र जागिरबाट नै विस्तार गर्ने चाहिँ उहाँहरूको धारणा थियो। तर पछि बुवाहरूले त्यो धारणाबाट आफूहरूलाई बिस्तार सम्मान गर्ने र सम्मान पाउने वातावरणमा जानुभयो। जस्तो दरबारको विभिन्न ठाउँमा कोही सुब्बा खाने, कोही दुईठा खाने, कोही सुब्बा खाएर त्यो जीवन निर्वाह गर्ने। अनि मेरो बाउ बाजेहरू के थियो भने जस्तो गोर्खा दरबारमा मिर सुब्बा अनि डिट्ठा अनि जागिरहरू पाउने त्यो धारणामा उहाँहरूको प्रेरणा पाउनुभयो र केही जागिर भनेर उहाँहरू चाहिँ पैसा पाउने होइन, उहाँहरूले त्यो जागिरको साथसाथमा सम्मान पनि पाउने
जस्तो डिट्ठा राइटर यस्ता पदहरू पाउँथे र त्यो पदको आधारमा उनीहरू दुई चार मिरहरू पाउँथे र किन्दैहरू डबलहरू पाउँथे र त्यसैबाट निर्वाह गर्थे र पछि गएर हाम्रो मास्केहरू अब यो जागिर मात्रै खाएर नहुने रहेछ हाम्रो खेतबारी पनि हुनुपर्दो रहेछ हाम्रो खेतबारीमा विभिन्न रूपरेखाको चाहिँ खेतबारीहरू पनि हामीले बनाउनु पर्दो रहेछ भन्ने कुरा छोरा नातिहरूलाई सिकाउन थाले र त्यही कुराहरू अलिकता छोरा नातिहरूले सिक्दै बारीहरूमा गएर काम गर्ने अनि बारीहरूलाई हामी यो गर्नुपर्छ बाजे भनेर नातिहरूले बाजेहरूलाई अनुरोध गर्ने त्यो कुरा भयो र पछि तर यो छिङछिङ फाँट हो पहिला चाहिँ यो खेतबारीहरू यति मात्रै थिएन खेतबारीहरू थियो पछि बाजेहरूले खन्न थालेपछि अनि हाम्रो पुर्खाहरूले पनि खन्नु थाल्यो र मलाई यहाँ एउटा ठुल्ठुलो साहुहरू जस्तो रत्नकुमार कृष्ण साहुहरू यिनीहरू साहुहरूले क्वेसन गरेको थियो मलाई त कसरी मास्के भइस् भनेर मलाई सोद्धाखेरि मैले भनेको म आफ्नो प्रेरणाले गर्दाखेरि म त्यो थरलाई मास्के थरलाई चाहिँ उत्कृत गर्न थालेँ र सबै उत्कृत गर्न आउनु थियो तर मास्के भने चाहिँ एक्कासी हाइलाइट भयो कसरी हाइलाइट भयो त तैँले त कसरी हाइलाइट भइस् भन्दाखेरि मैले उहाँहरूलाई के जवाब दिने भने मेरो पहिल्यैदेखि नै मेरो धारणा त्यस्तो थियो कि केही गरेर देखाउँ व्यापार गरौँ ठेकापट्टा गरौँ यो विभिन्न कामहरू गरौँ भन्ने चाहिँ थियो तर पछि गएर केही पनि पुरा हुँदै गयो धेरै वर्ष अगाडिको गोर्खा पनि हजुरले देख्नु भएको छ त्यो बेलाको गोर्खा चाहिँ कस्तो थियो त हजुर बालक हुँदा मेरो बाजेसम्मको आमाको बाउ सबैको कुरा चाहिँ मलाई याद आउँछ र त्यो बेलामा मेरो बाजे चाहिँ खाटमा बसेर तमाखु खान्थे र त्यो तमाखु खाँदाखेरि अनि यो ऊहरूलाई पर्वते भन्थे यो पर्वते बुद्धि छैन पर्वते खालि ठग्ने कुरा गर्छ खुब ठगे भन्छ आखिर एउटा छिट लिने कपडा भन्ने उपलब्ध गराउन सक्दैन भन्ने कुराहरू गर्नुहुन्थ्यो र बेमानी चाहिँ गर्नु हुँदैन थियो सबभन्दा चाहिँ बेमानी चाहिँ नगर्नु भनेर उहाँले उपदेश दिनुहुन्थ्यो मेलाहरू घाटहरू लाग्थ्यो कि पहिला जात्राहरू लाग्थ्यो अनि त्यही जात्राहरूको टाइममा मान्छेहरू विभिन्न रूपले चाहिँ देखा पर्थ्यो त्यो साबर भयो साबर भनेको के लेखमा गएर नुन ल्याउनु पर्थ्यो कि चाहिँ छोरीमा गएर चाहिँ नुन ल्याउनु पर्थ्यो त्यस्तो काम चाहिँ यो दुईवटा घाटले गर्थ्यो तपाईँ चाहिँ तुलसी मेयर युनेस्को क्लबको अध्यक्ष समेत हुनुभयो त्यस्तो संस्थामा आबद्ध हुन चाहिँ तपाईँ कसरी प्रेरित हुनुभयो तुलसी मेयर एउटा महान त्यागी व्यक्तित्व हुनुहुन्थ्यो र उहाँले हामीसँग सोध्नुहुन्थ्यो कुराहरू तपाईँहरूको जीवन सफलता आइए तपाईँ के गर्नुहुन्छ भन्दा म यस्तो गर्छु पाएदेखि म प्रेरणा पाउँथेँ भनेर भन्थेँ र उहाँले चाहिँ तपाईँ त्यो जस्तो तुलसी मेयर युनेस्को क्लब भनेको एउटा क्लब हो त्यो कुनै ठुलो पुरो त होइन तर क्लब भइसकेपछि तुलसी मेयरजीले के भन्नुभयो भने यो तपाईँलाई प्रधानमन्त्री दियो भने तपाईँ स्वीकार्नुहुन्छ भनेर तुलसी मेयरजीलाई भन्नुभयो अरे अनि मैले भने म स्वीकार्दिनँ मलाई तुलसी मेयर भन्दा पनि मलाई चाहिँ गाउँ छिमेककै एउटा गाउँले भएर समाजको केही सेवा गर्ने मेरो इच्छा छ त्यसैले म शङ्खमूलको पार्टीमा बसेर शङ्खमूलमा बस्ने व्यक्तिहरू समाजसँग उहाँहरूलाई केही कुरा सिकाउने उहाँहरूबाट केही कुरा सिक्ने त्यो कुराहरू गर्ने इच्छा छ भनेपछि अनि मलाई के फेर लाग्यो भने तुलसी मेयर जस्तो व्यक्ति
त्यो महान व्यक्ति उसले त यस्तो कुरा त्याग थियो भने हामी सिक्नु पर्दैन, हामीले सिकाउनु पर्दैन र हामीले सिक्ने कुराहरू के रहेछ त भन्ने कुरा प्रेरणा पाउँथ्यौँ। र अहिले पनि तुलसी मेयरजीले पछि हामीहरूलाई के प्रेरणा दिनुभयो भने तपाईँले गर्नुपर्ने मान्छे महानता के हो भन्दा तपाईँले जे जानेको छ त्यो अरू साधारणलाई सिकाउने। त्यसैले त्यो कुरातिर म लागेँ र मैले गाउँ गाउँमा खानेपानी गाउँ गाउँमा प्रेरणा दिने इतिहासहरू त्यो कुरातिर म लागेँ र गाउँ गाउँमा त्यही काम गरेँ। व्यवसाय सङ्घको पनि अध्यक्ष हुनुभयो। पहिला निर्माण व्यवसाय सङ्घको अवस्था कस्तो थियो, अहिले चाहिँ कस्तो छ? भवनहरू बनाएँ मैले, अनि त्यो भवनहरू बनाइसकेपछि उनीहरूले पनि त्यो भवनहरू बनाउनलाई सपोर्ट गर्नुपर्छ भन्ने प्रेरणा आओस्। उद्योग वाणिज्य सङ्घ गोर्खाको तपाईँ संस्थापक पनि हुनुहुन्थ्यो होइन, संस्थापक सचिव समेत हुनुभयो, अध्यक्ष चाहिँ किन हुनु भएन? अध्यक्ष किन भएन भन्ने प्रश्नमा यो अलिक सानो कन्जस्टेड ठाउँ हो र यहाँ म धेरै काम गरेँ, तर मलाई पद आउन लाग्यो र मलाई अब्जेक्सन दिन्थ्यो कि यहाँका साथीहरूले। तर उहाँहरूले के गर्नुभयो भने मलाई एउटा कुनै पदमा राखेर अलिक सिनियर पद चाहिँ नि यहाँको व्यापारीहरूले लिन कोसिस गरे। म र कृष्ण साहु भन्ने यहाँको विराटनगर गएँ। विराटनगर जाँदाखेरि अनि उहाँलाई मैले क्रिटिसाइज गरेँ, तपाईँले एउटा यत्रो टाइममा पनि गोर्खा बजारमा एउटा उद्योग वाणिज्य सङ्घ पनि स्थापना गर्नुभएको रहेछ भनेर क्रिटिसाइज गरेँ। होइन बाबु, त्यो बेलामा त्यस्तो प्रेरणा टाइमै मिलेन, हामीलाई टाइम नमिल्या हुनाले तिमीहरूले त्यो अवसरको ख्याल गर्न पाएन, अब तिमीहरूले पाउँछ। तपाईँ जिल्ला पञ्चायतको सदस्य समेत हुनुहुन्थ्यो। अहिलेको राजनीतिक व्यवस्था र पहिलाको राजनीतिक व्यवस्थामा के भिन्नता थियो? इलेक्सन भयो त्यो बेलामा चाहिँ हाम्रो कृष्णप्रसाद भट्टराई, गणेश मान सिंह यस्ता यस्ता अहिले दिग्गज भएकाहरू चाहिँ त्यो बेलामा जिल्लाको विभिन्न ठाउँमा चुनाव लडेका थिए र उनीहरू चुनाव लड्दाखेरि उनीहरू पछि पदीय दायित्वमा पनि आए। कृष्णप्रसाद भट्टराई पदै नपाए पनि प्रेरणाको रूपमा चाहिँ अगाडि बढे। त्यस्तै अन्य क्षेत्रहरूमा पनि अन्य व्यक्तिहरू चाहिँ त्यहाँ पदमा गएका थिए। एउटा बनारसमा पढेको विद्वान व्यक्तित्व भन्ने कुरा थाहा हुन्थ्यो र अनि हामी उहाँ विद्वान छ भनेर उहाँको पछाडि लागेर धेरै कुराहरू सिक्थ्यौँ पनि। र उहाँ पाइजामा र एउटा कुर्ता लागेर ठाउँ ठाउँमा गएर ठाउँ ठाउँको समाजमा जानकारी लिने गर्नुहुन्थ्यो। र अनि त्यो कुराहरू मेरा दाजु सूर्यबहादुर मास्के र कृष्णप्रसाद भट्टराईहरू यिनीहरू कुरा गरेको कुराहरू म अहिले आजभोलि जस्तो लाग्छ र केही गरेपछि मात्रै हुन पाइँदो रहेछ भन्ने कुरा थाहा भयो। र उहाँहरूलाई तिमी एउटा प्रेरणादायक मान्छे छौ र तिमी पछि राम्रो मान्छे हुन्छौ भनेर प्रेरणा दिनुहुन्थ्यो र कोही कुरा थाहा हुन्थ्यो। जस्तो अब हामी ताक्लुङमा जाँदाखेरि ताक्लुङेहरूले हामीसँग कुराहरू सिक्न चाहन्थे। ताक्लुङमा हामीहरू के गरे भने हाम्रो प्रगति हुन्छ भनेर उहाँहरूले जिज्ञासा लिनुहुन्थ्यो। त्यस्तै गाउँ गाउँमा मान्छेहरू राम्रो राम्रो कुराहरू सिक्न चाहन्थे। हामीले समाजमा भिज्नु पर्दो रहेछ र समाजमा भिजिसकेपछि समाजबाट उसलाई रिटर्न धेरै कुरा पाउँदो रहेछ। त्यो रिटर्नको पाएपछि अनि उनीहरूले जिज्ञासा लिँदो रहेछ। बिसौनी होटेल गोर्खाको पहिलो होटेल भनिन्छ। मैले त चाल चाहिँ पाउँदिनँ, तर मेरो भात खुवाई पनि यही होटलमा गरेको भन्ने चाहिँ मैले सुनेको थिएँ। अनि बिसौनी होटल भन्ने बित्तिकै धीरजबहादुर मास्केको नाम सुनिन्छ होइन। यो होटलको स्थापना चाहिँ कसरी भयो? हुँदै टेन्टहरू राख्दै अनि स्कुलहरूको ग्रुपमा आयो के अरे पढे लेखेका मान्छेहरू र उनीहरूबाट चाहिँ प्रेरणा पाएँ मैले।
र अनि मैले सुरुवात चाहिँ यो होटलमा गरेँ। यो होटल मैले बिसौनी नाम किन राखेको त भन्ने प्रश्न पनि आउन सक्छ। त बिसौनी भनेको नाम चाहिँ मैले किन राख्नु पर्यो भन्दाखेरि मैले यो थकाइ मार्ने ठाउँ त्यो बेलामा कहीँ पाइएन, अनि त्यो चौतराहरू पाउँथ्यो कि, अनि त्यसैलाई नामाकरण गरेर होटल गोर्खा बिसौनी नाम राखेको र अनि त्यहीबाट नै यसलाई विस्तार गरेँ। र मेरो दाइ सूर्यबहादुर मास्के र म भएर यो काम सुरुवात गरेँ र अनि पछि गएर सत्यमान श्रेष्ठ पार्टनरसिपमा आयो। अहिले चाहिँ धेरै युवाहरू विदेश जाने चलन छ, त्यो चाहिँ हजुरलाई कस्तो लाग्छ त? राम्रो लाग्छ कि राम्रो? अहिले धेरै चाहिँ विदेशी जो जान्छन् नि, त्यो विदेशी मात्रै पठाउँदाखेरि स्वदेशलाई केही फाइदा छैन। त स्वदेशलाई यति मात्रै दिनु पर्यो कि केही गर्नुपर्छ भन्ने एउटा धारणा चाहिँ स्वदेशीलाई पनि उत्पादन गराउनु पर्यो। अहिले त खालि कटार जाने, उता मेगा जाने अथवा विभिन्न देशमा जाने मात्रै धारणा आयो, तर देशमा केही उत्पादन गर्ने भन्ने चाहिँ धारणा आएन। अब हामी जस्तो युवा पुस्ताहरूलाई, नाति नातिनाहरूलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ? मान्छे नआत्तिनु, कहिले पनि आत्तिनु हुँदैन। जे छ त्यसलाई चाहिँ सदुपयोग गर्नु। जस्तो मलाई यो घर छ, यो घर यो ठुलो घर चाहिने थियो, यस्तो सानै घरमा बनाएर भन्ने होइन, यो घर पनि ठुलै हो। त्यो ठुलोबाट अनि प्रेरणा लिने हो कि। त्यस्तै अब बाउबाजेहरूले यत्रो घर किन बनायो होला भन्यो होला, त्यो कुरा नै महत्त्व छ बेग्लै। हजुरले गोर्खाको सामाजिक क्षेत्रमा, व्यावसायिक क्षेत्रमा धेरै योगदान पुर्याउनु भएको छ। हजुर त एउटा गोर्खाको जिउँदो इतिहास नै हुनुहुन्छ। हजुरसँग कुराकानी गर्न पाउँदाखेरि मलाई एकदमै खुसी महसुस भयो। म एकदमै हृदयदेखि नै हार्दिक आभार प्रकट गर्न चाहन्छु। हजुरबासँग कुरा गर्न पाउँदा एकदमै खुसी लाग्यो। समय दिनुभयो, धेरै धेरै धन्यवाद। फेरि पनि कुरा गर्न पाऊँ। हजुरलाई कस्तो भयो? यो समय दिएकोमा धेरै धेरै धन्यवाद। समय मान्छेको चाहिँ ठुलो महत्त्व कुरा छ।